ए ऊ त्यहाँनिर हो हजुर ऊ त्यो माथि डाँडामा फाइनली हामी यहाँ आइसक्यौँ। हामी दाजुभाइ चाहिँ यहाँ छिटो आउनु हो दाजु। यहाँ डाँडाबाट गएर अब उत्तर कोरिया हेर्ने हो सर्रा दूरबिनले होइन। हामी चाहिँ आज यसो फेरि पनि आज नयाँ ठाउँमा जाँदैछ दाजुभाइ चाहिँ। आज अलि जाडो जाडो रहेछ है, जाडो जाडो रहेछ आज अलि, तर पनि घाम लागिरहेछ, न्यानो न्यानो पनि छ। खाना खाइवरी चाहिँ एकदम भएर हामी दाजुभाइ चाहिँ अब लाग्यौँ माथि डाँडातिर हेर्न, उत्तर कोरियाको छेउतिर जाँदैछ। यति राम्रो भ्यू छ कि यति राम्रो भ्यू छ कि यहाँ चाहिँ, यहाँबाट हेर हामी यो पारी डाँडाबाट आएको। हामी अब जाँदैछौँ उकालोको बाटो। यो पयौँहरू फुल्छ फेरि अब बेला भयो। एकदमै रमाइलो ठाउँ रहेछ है यहाँ पनि। एउटा हाम्रो माथि देखिँदै रहेछ डाँडा, कता माथि जाने हो हामी पुग्ने। त्यो पारीको डाँडा माथि माथि रहेछ, उत्तर कोरिया देखिन्छ अब यहाँबाट। यहाँबाट हामी यहाँ पुग्ने। घाम त कस्तो मजाको घाम लागेको छ है। अघि यताबाट जानु गयो भने त्यहाँ निस्किँदो रहेछ सामान। घाम कस्तो मजाको लाग्यो क्या। यहाँबाट पारी फेरि उत्तर कोरिया, यो समुद्र पारी कटेपछि हामी छौँ यहाँ माथि, यहाँ तल पुलमा, पुल मुनिबाट बाटो उत्तर कोरिया उपर। 진짜 잘 보인다. 진짜? 봐봐. 깜빡 빼야 돼. हामी माथि पुगेर पनि अब तल आइसक्यो। फेरि अब फर्किँदै हो। हाम्रो गाडी तल राखिएको छ। अब हामी दुईजना छौँ। आजको दिन रमाइलो रह्यो। हामी उपारी माथि डाँडामा पुगेर उत्तर कोरियाको सिमाना पनि हेऱ्यो दूरबिनबाट। र अब चाहिँ फर्केको हामी माथि पुगेर आइयो। रमाइलो भयो बबाल भयो आज पनि, हो कि होइन? हाम्रो दाजु पछाडि आउँदैछ।